आज हामी चर्चित अभिनेता पंकज धीरको निधनबारे छोटो चर्चा गर्दैछौँ। उहाँ तपाईलाई याद होला बीआर चोपडाको महाभारतमा कर्णको त्यो यादगार भूमिका निभाउनु भएको थियो नि। हो, उहाँको निधन चाहिँ लामो समयदेखिको क्यान्सरसँगको लडाईपछि भएको हो। ल अब केही मुख्य कुराहरू हेरौँ है त। पहिलो कुरा, धीरले सन् 1988 को महाभारतमा कर्ण बनेर सबैको मन जित्नु भएको थियो। उहाँको त्यो अभिनय त साँच्चै भारतीय टिभीमा कहिले नबिर्सिने खालको छ। अनि उहाँको निधनको कारण चाहिँ त्यही लामो समयदेखिको क्यान्सर नै रह्यो। दोस्रो, महाभारत मात्रै होइन नि, उहाँ त चन्द्रकान्त जस्तो एकदमै चलेको सिरियलमा पनि देखिनुभयो। अनि युग, द ग्रेट मराठा, बडो बहू जस्ता अरू टिभी कार्यक्रमहरूमा पनि उहाँको अभिनय थियो। अनि अन्त्यमा उहाँले फिल्महरूमा पनि काम गर्नुभयो। सडक, सोल्जर, बादशाह जस्ता हिन्दी फिल्महरूमा सहायक भूमिकामा देखिनु भएको थियो। उहाँका छोरा निकितिन धीर पनि अभिनेता नै हुनुहुन्छ है। उहाँले कृतिका सेंगरसँग बिहे गर्नुभएको छ। कर्णको त्यो प्रतिष्ठित भूमिकाका लागि सधैँ चिनिने पंकज धीरलाई भारतीय टिभी र सिनेमामा उहाँको योगदानका लागि पक्कै सम्झिनेछ।